अन्त गाइस अहिलेसम्म ब्याक साइड बोकेर रेडी भएर निस्केँ होइन। केसलाई चाहिँ इग्नोर गरिदिनुहोस् है, गुन्द्रुके जस्तो भइरहेछ होइन, थाहा छ के त। र अहिलेसम्म निस्किएको कहाँ गएको के हो तल अगाडि चाल पाउनुहुन्छ, अगाडि देख्नुहुन्छ। र अहिले चाहिँ बेसी भारी भएको कारण भ्लग बनाउनु मन परेको छैन। र लुना पनि जाँदैछ मसँग। र गाइस भेटौँ त अलिक पछि अगाडि कहिले हुन्छ। र गाइस ठुलो छोरी पनि स्कुलबाट आइसक्यो, म्यागी खाँदै बसिरहेछ। र म्यागी हाम्रो उता अलग्गै कान्छामाको छोरी होइन, रामेन रामेन के हो त्यो करेन्ट है, करेन्ट बनाएर खाने अरे। त्यो चाहिँ म होइन करेन्ट खाने भनेर चाहिँ मैले स्विच बोर्डबाट अम्ला हाल्नु भनेको नि त। करेन्ट दामी आउँछ त्यसले पनि, टेस्टी आउँछ, कहिले नबिर्सिनु टेस्ट है आइस। त्यही भएर र गाइस ब्याग स्याग बोकेर म चाहिँ अब कहीँ गएको होइन, यहीँ आएको हो। किन हाम्रो ठुलो छोरी है अब 1-2 दिन एक्लै हुने रहेछ भनेर चाहिँ अम्मीले चाहिँ अलिक दिन साथ बस्दिनु भनेको थियो। तर मेरो त अब नाइट ड्युटीले गर्दा म त अब यही हो होइन। अन्त भाइको हाम्रो लुना जस्तै लजाको होइन हाम्रो यस म्यागी जति देख्थ्यो गाइस त्यति नै छ होइन। हल्लेको भने चाहिँ यति पाटा छ हल्लेछ म्यागी हो। खाँदैछ के खाँदैछ? खैकुनी। र गाइस पुरा लजाए मेरो छोरी हो। ल ग्यास बाटोतिर यसो भेट्यो भने चाहिँ नमस्कार गरिदिनु होला। मेरो भ्लग पाउनु मान्छे कि त्यो देखेर होइन। गाइस अब भेट्यौँ म्यागी खाएर। गाइस अनुहार चाहिँ देखाइ छोड्छु म भ्लगमा। यता करेन्ट पाक्दैछ हो। आम्मामा अम्ला चाटेको होइन गाइस, कस्तो पिरो हुन्छ र। अनुहार खाँदै पिरो खाने करेन्ट, ये बिजुली, ये करेन्ट, यो हावा। यहाँ चाहिँ मेरो लागि बनिँदैछ, मेरो हस्बेन्डले फिटिदिनु हुँदैछ। म त के भन्छ करेन्ट बिजुलीको झट्का। यो चाहिँ म खानु आँटेको करेन्ट चाहिँ यो हो। बिजुली चाहिँ पानी चाहिँ छैन, हावा चाहिँ आउँदैछ, करेन्ट चाहिँ यहाँ फिट्नु हुँदैछ। कस्तो भएछ? दामी। अन्त गाइस आजको भ्लगसँग बेसी लामो गर्दिनँ होइन, यतिमै एन्ड गऱ्यो भने गरेँ होइन। अझ अगाडि के हुन्छ त्यो पनि देखाउँछु। र फिलहालको लागि चाहिँ अहिले चाहिँ सोध्छु, किनभने नाइट ड्युटी छ, नाइटमा फेरि साह्रो पर्छ। यता गाइस अहिले एकछिनबाट भेटौँ। पिए नागिन फिर कभी वाम फिर कभी दाम नाचे तू जैसे नागिन। एमा छोरीको डान्स खतरा हुनेछ भनेको बातहरु यसो हेरेर एक गीत गरेको कि अटक आता माझी सटक सटक हम तेरा तो देखा है कमर पे यति फोटो स्कापियो गाइस काफी जति रिकर्ड गर्न तपाईलाई गर्दै यो एमा छोरीको डान्स एमा छोरीको डान्स बल्ला क्याप्चर भयो। गाइस अब चाहिँ नाइटको ड्युटी पनि सुरु भयो र अहिले म ड्युटी पनि आइपुगेँ। हुन त 11 बजेको ड्युटी हो, 10 पनि बजेको छैन अहिलेसम्म। र तल गएर रेस्ट रुममा अलिक रेस्ट गर्छु होइन, किनकि यो हालतमा अब मैले डाइरेक्ट ड्युटी गरेँ भने बिसन्चो हुने चान्सेसहरू छ। र त्यही भएर अहिले चाहिँ
साथीहरू ड्युटीमा छ साथ 11 बजी त निस्क्यो भने म त ड्युटी सुरु गर्छु र यस्तो चाहिँ जिन्दगी हुन्छ र फुर्बा हो सुरु भइदियो नि नाइट आज ल यसै छ है सबैजना ड्युटी आइसकेको छ र लास्टमा चाहिँ मै हो है सानो होटेल चाहिँ राति हो यस्तो देख्दैछ क्यामेरामा कस्तो देख्दैछ तपाईँहरूले थाहा छैन अहिले एडिटिङ गर्दा मात्रै चाल पाउँछु मैले चाहिँ र स्वर चाहिँ अलिक खराब भइरहेछ क्या गाइस किनभने मार्गी लागिरहेछ घाँटी पनि दुखिरहेछ खोकी पनि लागिरहेछ होइन के हो कसो अब ट्रिटमेन्ट गर्नुपर्ने छ र छिटै ट्रिटमेन्ट पनि गराइहाल्छु म कहिले हुन्छ किनभने अहिले कोभिडको थर्ड फेज पनि आयो भन्दैछ हो त्यो भएर डर चाहिँ हुन्छ नि त गाइस फ्यामिली भएको मान्छे हो होइन आफ्नो हेल्थ केयर गर्नुपर्छ र फ्यामिलीलाई पनि सेफ्टी राख्नुपर्छ त्यही भएर गाइस अन्त हामी चाहिँ मसिनोको गाडीहरू यस्तै छ गाइस हेलो दा सक्नु भएको छ नि ड्युटी ए यस्तै छ सबै कसिनोको गाडीहरू यो फर्चुनर चाहिँ होइन हो अन्त उयो डस्टर होइन र यो लाइनमा जति छ गाडी होइन त्यसमा यो अल्टो पनि होइन के भने किनकि हाम्रो स्टाफको गाडी हो स्टाफ अहिले लिएर आउँछ यहाँ गाडी होइन बाइक्सहरू र आज चाहिँ यस्तै छ गाइस र एक्सपोज देख्दैन रहेछ नाइटमा हेलो दा गाइस ड्युटी आइपुग्यो होइन र एकछिनमा क्यामेरा अन गर्छु अनि यो मेरो टाइम अफिस यहाँ हो यहाँबाट एन्ट्री गर्नुपर्छ र एकछिन बादमा भेट्छ गाइस योगेश गाइस योगेश ए नट योगेश मुकेश केटाहरू खडा हो गाइस